र खासमा यो कार्यक्रम राख्नुको उद्देश्य अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसलाई भनेर विदेशी पाहुनाहरू नेपालमा आएका विदेशी पाहुनाहरू आफ्नो देश विदेश फर्किने भएको हुँदा त्यो समयमा उनीहरूलाई चाहिँ नेपालमै राख्न सकियोस् र उनीहरू चाहिँ विदेशी पाहुनाहरू पनि नेपालमा आएर चाहिँ यो नयाँ वर्ष मनाउन सकुन्, हात्तीको खेलसँग हात्तीका कार्यक्रम गतिविधिसँग रमाएर चाहिँ नयाँ वर्ष रमाउन सकुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो। र यो चाहिँ 20 वर्ष अगाडि हाम्रा अग्रजहरूले हात्ती दौडबाट सुरु गरेको कार्यक्रम हो। हाम्रो हात्तीहरू चाहिँ ट्रेन नै छन्। यिनीहरूलाई चाहिँ हामीले कार्यक्रम सुरु हुनुभन्दा अगाडि केही समय अगाडि चौरमा लिएर आएर उनीहरूलाई चाहिँ प्र्याक्टिस गराउने सिकाउने र गर्छौँ र उनीहरू चाहिँ त्यो फुटबलसँग उनीहरू चाहिँ रमाइरहेको पनि हामीले महसुस गरेका छौँ। हामीले चाहिँ यी फेस्टिभलमा अलिकति एनिमल राइटवालाहरूले विवाद गरिदिएको भएको भएर हामीले चाहिँ 5 दिनको कार्यक्रम आर्थिक अवस्थाको कारणले गर्दाखेरि अब हामीलाई पहिला अरू विभिन्न चाहिँ लिक्वर कम्पनीहरूले चाहिँ प्रायोजन गर्थ्यो र यसपालि त आर्थिक अवस्थाको कारणले पनि हामीले चाहिँ 5 दिनलाई घटाएर 3 दिनमा ल्याउनु पर्यो। पर्यटन कार्य सौगात प्रवर्तक रहेको छ भने रत्ननगर नगरपालिकाको कार्यालय संरक्षक रहेको छ। गाउँपालिकाका अध्यक्ष आदरणीय दानबहादुर गुरुङज्यूलाई अतिथिको आसन हात्तीलाई साँच्चै नै अप्ठ्यारो भएको छ भनेदेखि हामीले चाहिँ पहिला चाहिँ दौड जस्तो कार्यक्रम थियो, दौडहरूलाई हटाएर एउटा पेनाल्टी सुटआउट, लावा लस्कर अनि पिकनिक जस्ता कार्यक्रम हामी समावेश गरेका छौँ। भनेपछि पक्कै पनि हाम्रा हात्तीहरूलाई हामीले चाहिँ एउटा परिवारको सदस्य जस्तो माया गरेर जुन पालिएको हात्ती छन् ती हात्तीहरूलाई चाहिँ पिट्ने कुट्ने भन्ने हुँदैन, बाहिर बसेर त्यसरी धारणा नबनाइदिनु हुन म आग्रह गर्छु। It's been really exciting to be part of this cultural event. It's been a lovely place. People are really lovely. And actually watching the elephants in such an environment, you can see that they're really happy and they're part of the event and the culture. अनुरोध गर्दछौँ र माननीय मुख्यमन्त्रीज्यूले ग्रहण गरिसक्नु भएको छ। यससँगै हार्दिक आभार व्यक्त गर्दै माननीय मुख्यमन्त्रीज्यूलाई मायाको चिनो प्रदान गरिदिनुको लागि I'm so happy to be here in Sichuan. I find the city and this show really wonderful and fantastic, and I love it. Jelajahi cara baru mendapatkan informasi. Download Metro TV Extend sekarang.